गाई यस्तो हुन्छ अर्को हिमाल के भयो पार्टी राखेको उनीहरूले जित्यो भने हामीले सबैजना मिलेर के खाने यो एउटा ठगी भएको छ है गाइस अरे हामी हात्तीसँग क्रस भएको हेलो साथीहरू गुड मर्निङ बिहानीको किरणसँगै हामी उठेर अब खाजा खाएर हामी चाहिँ जाँदैछौँ कहाँ भन्नुहुन्छ भने हामी जाँदैछौँ भ्यू टावर हेरेर साथ सपोर्ट दिनु होला ल साथीहरू हाम्रो चाहिँ फेरि यहाँबाट यात्रा सुरु हुन आँटेको छ सो आज चाहिँ मैले सेल्फीबाट अगाडिबाट गरेको छु भिडियो होइन अहिले चाहिँ यहाँनिर जेनी छ नि त अनि अर्को हातले समात्नुपर्छ जाडोले कामेर कामेर जेनी अनि अब हामी चाहिँ यहाँबाट जाँदैछौँ हाम्रो आधी ग्रुप चाहिँ गइसकेको छ साथीहरू हेर्नु होला यो कतिवटा सिडी छ अरे पक्नु ल म ब्याक क्यामेरा गरेर देखाइदिन्छु हजुरलाई हेर्नुहोस् हाम्रो यहाँबाट यात्रा सुरु हुन गइरहेको छ जेफाले टावर प्रवेशद्वार यहाँबाट चाहिँ कति सय पो छ यहाँ 1100 ल 1100 हामी सिडी चढेर फेरि हामी चाहिँ यो रिटर्न आउँछौँ है यत्रो ब्याग बोकिरहेको छु होइन अब यहाँ छोड्ने कुरो पनि भएन नि त हामी त ट्रेकिङ आएको हो अनि छोड्ने कुरा पनि भएन यहाँ मुनि अब हामी चाहिँ यहाँबाट फेरि लाग्छौँ झरेर यो बाटो हामी यहाँबाट भेडेटार जानेछौँ भेडेटारबाट चाहिँ गाडी चढेर जान्छौँ लो सानो नानी पनि यहाँ निस्मा पनि हिँड्दैछ है यहाँ यत्रो सिडी अनि के अरे ठुलो मान्छे जस्तो लट्ठी टेक्दै हिँड्दैछ यो मान्दैन लट्ठी बिना हिँड्न बडे खुट्टा दुखो हाम्रो यहाँ जेनी छ जेनीको बाउ यता निस्माको बाउ निस्माको आमा अनि म मेरो चाहिँ कस्तो खुट्टा दुखाइको क्या यो हिजो पनि मैले टिकटकमा देखाइहालेँ होला घाउ भएको अनि एउटा ब्याट सेट क्या कस्तो यहाँनिर चाहिँ लु जुत्ता पसल चाहिँ नपाएको क्या यो चाहिँ फालेमा किनेर लाउनु भनेको चप्पल गाई यस्तो हुन्छ हिँड्नु नसक्नेहरू चाहिँ गाई बरु जेनी हेरेको जेनी ओइ आइज जेनीसँग हिँडिरहेछ मर्छु कि क्या हिँड ए जेनी गाई ट्रेकिङको हिँड्नेहरूको हालत चाहिँ यस्तो छ है यहाँ छ अर्को हिँड्नु आइज ओ माई गड यो गल्दैन पनि म गलिसकेँ बरु कहिले पुग्नु गाइड हामी भर्खर आइपुग्यौँ यत्रो हिँड्दै खुट्टा दुखेर मरेँ म यहाँबाट भ्यू चाहिँ यस्तो देख्नुहुन्छ होइन सो अब यहाँ माथि चढेपछि चाहिँ झन् राम्रो देखिन्छ यहाँ माउन्टेनहरू पनि देखिन्छ तर आज कस्तो यस्तो लागेको छ क्या मधुरो लागेको छ अब प्रवेश लिने हो हामी चाहिँ मन्दिर पनि गएर आएको दर्शन बाहिरबाट दर्शन म चाहिँ भित्र छिर्नु हुँदैन त्यसो जेनी ओइ त मलाई छोडेर आइस होइन वाउ यहाँबाट चाहिँ यस्तो नत्र ओइ कति हाम्रो छ यहाँबाट चाहिँ यसरी माउन्टेन देखिन्छ है 3-4वटा माउन्टेन देखिन्छ यहाँबाट चाहिँ अनि उता पनि देखिन्छ अब यहाँ चढेर देखिन्छ यहाँको नजारा चाहिँ यस्तो छ मेरो हालत यस्तो छ अब माथि पनि के चढ्नु ओइ झोले बोकेर चढेको माथि म चाहिँ माथि आइसकेँ अनि यहाँको नजारा चाहिँ यस्तो छ है ढ्याङ ट्याङ कसो चाहिँ छ हावा लड्छु कि भन्ने डर पनि छ है फेरि मलाई चाहिँ यहाँ अर्को हिमाल तर कुन हिमाल हो थाहा चाहिँ छैन मलाई जाडो भयो म त यहीँ बस्छु घाममा
बेस्ट जाडो रहेछ हावा हेर्नु र जेनीले त मलाई काम मात्र बढाइदिन्छ के गर्नु र तँलाई मैले कुरो गाडीमा नजानेको जे भएर त्यही गर्नुपर्छ तर जेनीलाई चाहिँ पक्रिएको नि फेरि सबै कुरो टाँसेछ है जेनीले त मलाई फेरि किन सेतोमा चाहिँ नि अलिकति दाग मन पर्दैन कि चाहिँ नगर्न जेनीलाई चाहिँ जाडो लाग्यो क्या यहाँनिर नि माथि लगेको यहाँ माथि कस्तो हावा आइरहेछ नि त ल अहिले एकछिन बनाउनु पर्छ भिडियो ल जाने बेलामा भर्खर एक गजा सास पनि फेर्न पाएको छैन हिजो त्यहाँ मनी जाडो लाग्यो रे जेनीलाई चाहिँ ल जेनीलाई अरू त्यही वाइफाई हामी चाहिँ माथि पुगेर फोटो खिच्योओरि सबै काम सकाएर है सिङ्गल ग्रुप फोटो खिच्योओरि हाम्रो चाहिँ भिडियो लिने भनेर सोचेर गएको थियौँ नि त। सो हामीले चाहिँ भिडियो टेक लिँदै थियौँ 1 टेकमा भएन 2 टेकमा भएन 3 टेकमा भएन लिँदा यति धेरै हामीले टेक लियौँ नि साथीहरू। सो हामीलाई जाडोमा तातो पनि भइरहेको थियो रमाइलो पनि भइरहेको थियो। सो हाम्रो फाइनली लास्ट टेक चाहिँ बनेको छ है। हेर्नुहोस् गाइज ट्रेकिङ गर्नलाई सजिलो छैन मेरो खुट्टा दुखेर म यसरी हिँड्दैछु खाली खुट्टा जुत्ताले खुट्टा खाएर चप्पल नै छैन पाएन दोकानै पाएन। हेलो हामी चाहिँ आइपुगेको छौँ अब हामी चाहिँ खाजा खान आएको हिँडेर थाक्यो अरे बिचराहरू अनि हाम्रो चाहिँ क्या त्यहाँनिर हामी बारीदेखि हिँडेर आएको नि त अनि त्यहाँनिर होटल दोकानहरू नै रहेन रहेछ अनि त्यही भएर हामीले चाहिँ यहीँनिर पायौँ अनि यहीँ खान आँटेको। यहाँनिर चाहिँ फेरि थुक्पा मात्र पाउँदो रहेछ। सो थुक्पा मात्र हामी चाहिँ खाएर अब लाग्दैछौँ अनि तलतिर गएर खाना खान्छौँ भएन यहाँ चाहिँ हामी बसेर खाने होइन गाइड। अनि यहाँनिर जेनीको व्यवस्था पनि हुँदैछ जेनीको फेरि कति धेरै नखरा छ नि भने नि उसलाई माया गरेर दिनुपर्छ। खुट्टा त नदेखाऊ होला बिचरा म यसरी आउँदैछु है म चाहिँ मेरो जुत्ताले समस्या भएर होइन म चाहिँ हिँड्दैछु म सक्समा हिँड्दैछु होइन। अनि यहाँ अर्को नानी सुतेको छ कैसे हुआ क्या हुआ अनि यहाँनिर हाम्रो म्यानेजर साहेब है हाम्रो म्यानेजर साहेबको अनुहार चाहिँ फुटेर यस्तो भइरहेको छ ओठ फुटेर। म तपाईँलाई लिप ग्लस दिन्छु ल लाउनु न ल। अनि यता आसमाजी पुरा सिकिस्त भइसकेको छ हामी यति नै छौँ नि ल। अब हामी चाहिँ खाजा खाएर जानेछौँ खाना खाएर ल। खाजा चाहिँ यसरी सुरु भयो हाम्रो सुरु भयो मैले सुरु भएर पनि इन्ड भइसक्यो मैले पिरो धेरै नखाऊ भनेको ओए मैले भने यसलाई नै भनेको पिरो नखाऊ भनेर धेरै मलाई थाहा छैन भने पेट दुःख भने चाहिँ तिमीहरूको के हुन्छ हालत। अनि थुक्पा मिठो त फेरि मैले चाहिँ डबल खाना आँटेको अनि एउटा आधीको पछि यतातिर छ है। थुक्पा कस्तो लाग्यो मिठो वाउ अरे धेरै मिठो तपाईँलाई कस्तो लाग्यो लाउनु भयो यहाँ अघि लाको सबै पुस्दिएको किन ए प्रक्सी खादैछ कस्तो फुस्रो भइरहेको थियो तिमीहरूको ए ल जहिले लावा। फाइनली हामी राजारानी आइपुग्यौँ है गाइज। यहाँ चाहिँ धेरै यो पिकनिक आज स्याटरडे हो नि त त्यही भएर पिकनिकहरू पनि ल्याएको रहेछ। अनि म चाहिँ किन यसरी छिटो आइपुगेँ भन्दाखेरि तपाईँलाई थाहै छ मेरो जुत्ता छैन मैले जुत्ता लगाएको छैन त्यही भएर म चाहिँ बाइकमा आएको नानीलाई लिएर यता अनि जेनीलाई लिएर म चाहिँ बाइकमा आएको साथीहरू। अनि हामी चाहिँ राजारानी आइपुग्यौँ अरू चाहिँ हिँडेरै आएको छ साथीहरू है को साथीहरू फेरि यो भ्लग होइन भ्लगमा साथीहरू के भन्छ त दाइ भाइ अङ्कल आन्टी साथीहरू ल दाइ भाइ अङ्कल भन्नु त नि दर्शक ल हेर्नुहोस् है ल दाइ भाइ हजुरआमा आन्टीहरू चाहिँ हुँदैन हजुरआमाहरू चाहिँ हुँदैन सबै हजुरआमा हजुरबाउ सबैजना होइन
2400 छ राजा रानी नै रहेछ नि त राजा रानी त त्यसमा सोध्यो अब गएको है त बा हिँड्ने मान्छे अरे यहाँ हेर न यस्तो छ गयो अब मजाले घर गाडी साडी पनि छैन अब जाँदैन कोही पनि के भयो छिटो भन्नु के भयो के भयो बाजिरहेको उनीहरूले जित्यो भने हामीले सबै कुरा मेहनत गर्दिन्छ के खाने हामीले जित्यो भने हामीलाई मेहनत गरिदिन्छ यिनीहरू चाहिँ नि साथीहरू यिनीहरू चाहिँ नि दर्शकबिन दुईटा बाटो भन्दा पनि बाटो चाहिँ यो हो मेन बाटो चाहिँ अनि बोइज र गर्ल्स छुटेको रहेछ क्या अनि यहाँबाट मेन बाटो चाहिँ यिनीहरू चाहिँ तलबाट आएछ क्या अनि त्यसपछि यिनीहरूले चाहिँ बाजिरहेको रहेछ हामी छिटो भयौँ भने हामी तिमीहरू जे खान्छौ त्यही किन्छु भनेर तर बोइजहरू हेर न बोइजहरू यहाँ आएर उफ्रिरहेको छ क्या के भयो यो बाटो कहाँ गएको तिमीहरू कसरी हामी एक च्यालेन्ज खेल्ने अहिले चाहिँ कति बज्यो ठ्याक्क 6:15 मा चाहिँ हामी यहाँनिर के भन्छ भेटेघरमा आइपुगेर यहाँनिर किनमेल हामी चाहिँ यहाँलाई हिँडाएन मात्र गाडीको सुविधा पनि दियौँ हामी चाहिँ रानी पोखरीबाट चाहिँ गाडीमा आएको अनि यहाँ आएर सपिङ गरेर एउटा ठगी भएको छ है गाइस अरे यसको कति हलुका छ देखाइदियो त हलुका हैन के सुन्दर लागि हाम्रो यति हैन यति गरम छ नि यति म तिमीलाई अर्को कुरा भन्नु के भन के भन्छ 1 किलो भन्दा बढी सुन्दर मैले फ्रीमै निकाल्दै यहाँ भिडियो भइरहेको छ के हो तिमीहरू पत्याउँदैनौ कसको हो कसो होइन के हो त नि म्याक्स हाम्रो हिसाब गर्दै अगाडि तिमीहरू थियौ होइन आमालाई जोगिदिनु न कति छ भन्नु अनि मलाई फेरि नजिकै लगिदिन्छ नि भन्नु अनि लग्दैन भने होइन के गर्नु त्यस्तो गर्नु हुँदैन भनेर अनि त्यसो चाहिँ त्यसपछि फेरि यहाँ आएर उभियो क्या उता गरेर जानु न उता लगेर भनेको गयो फेरि अनि यस्तोको होस् हुनुहुन्छ त अनि फेरि हाम्रो मामा यिनीहरू चाहिँ दुई तिनजना चाहिँ खड्डुहरू पनि छ कि यिनीहरू चाहिँ गाडी रोक्नु बित्तिकै यो रोड क्रस गरेको लाइनै क्रस गरेको क्या यिनीहरूले चाहिँ नि उता गइहालेछ झन् तलतिरै जानु भनेको त यस्तो गरी तलतिर गएछ क्या अनि हामी चाहिँ गाडी फाइनली हामी आइपुग्यौँ हो हामी घर आइपुग्यौँ हामी हात्तीसँग क्रस भएको यहाँ भर्खर लु हामी चाहिँ भर्खरै अनि यहाँ गाडीमा अर्जुनहरू पनि बाइकमा आएको नि त नत्र जरु अनि मगाएको होइन अनि त्यसपछि यिनीहरू चाहिँ आइसकेको रहेछ सो हामी चाहिँ आइपुग्यौँ फाइनली जहाँ गएको चाहिँ आइपुग्यौँ के भयो तिमीलाई चाहिँ आइपुगेर यता यिनीहरू यता छ ओए हामीले हात्ती देख्यौँ कहाँ बागजोरामा क्रस भएर आएको यार ठ्याक्क भनेर दिदीले पनि अहिले भर्खर भन्नु कहाँनिर गाइज आजलाई चाहिँ यति नै सबै भिडियोमा हेरेर सबै माया गरिदिनु होला बाई बाई